आजको यो गरममा चाहिँ हाम्रो बुबुको चाहिँ तालुदेखि आलु फलिसक्यो हो। कमिलाले साह्रै टोकेको कमिलाले साह्रै टोक्यो। हामी लेखाली मान्छे यसले चाहिँ खतरानाक पोल्दो रहेछ साथीहरू, नाक पोलेर जय प्रेम सबैलाई। जय प्रेम। आशा छ हजुरहरू जाति कुशल हुनुहुन्छ भनेर हामी एकदम जाति कुशल छौँ। र आज भने चाहिँ वर्ल्ड इन्भाइरोमेन्ट डे। हेभेन्ली निर्माण र सर्वधर्मपात गेजिङ डिस्ट्रिक्टले चाहिँ आज लाङगाङमा चाहिँ प्लान्टेसन गर्ने निर्णय गरेको छ र हामी चाहिँ अब यहाँ भेला हुँदैछौँ। र अब हामी चाहिँ जय प्रेम अब हामी चाहिँ गेजिङतिर जानुको लागि चाहिँ हामी यसरी भेला हुँदैछौँ र हजुरहरूलाई इन्भाइरोमेन्ट डेको धेरै धेरै शुभकामना पनि छ। अहिले चाहिँ हामी यसरी पेलिङ नागिसकेको छौँ र किरण भाइ चाहिँ झुलेर सुतेर भएन। यता हाम्रो यमनले चाहिँ एउटा कविता सुनाएको थियो। अब चाहिँ ट्याक्कै हामी लाङगाङ आइपुगेको छौँ र सन्तोष बुबु पनि आइपुग्नु भएको छ। यहाँ हाम्रो हौ बुढी भन्ने बुबु पनि आउनु भएको छ। उहाँको हौ बुढी चाहिँ तपाईँहरूले सबैले मन पराइदिनु भएको छ र उहाँको आइरहन्छ सधैँ हौ बुढी चाहिँ लाङगाङ आइपुगेको छ। ट्याक्कै सबैजना भेला हुँदैछ। अहिले त साथी हामी चाहिँ पुगेर पनि यो कामको आनन्द लिँदैछौँ। यौवनले मजाले फाट्दैछ। यहाँ चाहिँ फाँडफुट चाहिँ खतरा हुँदैछ। यो पाखा चाहिँ पोहोरको साल ड्याम्मै रोपेको छ। सबै जागेको छ यहाँनिर यहाँको बिरुवाहरू। यसलाई चाहिँ आज चाहिँ फाँडफुट हाम्रो लासाङ सर पनि लिँदैछ, मजाले आनन्द लिँदैछ यहाँको कामको। यहाँ तलदेखि यो पाखादेखि फाँडेर साथीभाइ सरहरू म्याडमहरू यसरी आएको छौँ उकालो हामी यहाँ माथिदेखि। सबैजना आफ्नो यहाँ कामको आनन्द लिँदैछ। अब हामी फाँडेर जाँदैछौँ। यहाँ तल रोपेर आउनु हुँदैछ। भिडियो बनाउनु हुँदैछ। यसले चाहिँ तर खतरानाक पोल्दो रहेछ। यो के चिज हो? स्टार साम्पाङले पनि धमाधम फडाइको कार्य गरिरहेछ। तर यसले चाहिँ खतरानाक पोल्दैछ कि यो चाहिँ के चिज हो कि हामीलाई मार्ने बेलुकासँग चाहिँ आँखा खोर्सानी जतिको है। हामी चाहिँ लेखको मान्छे हो। औलमा यसरी काम गर्नु गरमले पनि मऱ्यो नि त। यसरी अब ग्लोभहरू छैन भने चाहिँ यसरी लट्ठीको सहारा लिनु सकिन्छ हामीले क्या। देख्न सक्नुहुन्छ यहाँ सबैले यहाँ गरिरहेछ। अब यहाँ हजुरले पनि फाँडिरहेको अवस्था छ। यो चिजले चाहिँ नाक पोलेर बिजोक हुँदो रहेछ। सबैजना बिजोक छ। लेखा अन्त आज चाहिँ सबैजना यहाँ जय स्टार साम्पाङको मान्छे सबैजना बेसी जस्तो चाहिँ लेकको मान्छे परिएछ। औलमा चाहिँ निकै गाह्रै पर्दो रहेछ। यो पछाडि गयो यो पात भएकोले चाहिँ नाकसाक पोलेर चाहिँ बिजोक। योले चाहिँ नाक पोल्ने कुरा चाहिँ यो चिज हो। यहाँ चाहिँ एकदम ठुलो जग्गा छ प्लान्टेसनको लागि चाहिँ। यो तलदेखि यो पारीदेखि लिएर यहाँ पारी पनि फाँड्नु हुँदैछ। त्यहाँ त्यो पाखाभरि फाँड्नेहरू हुनुहुन्छ। त्यहाँदेखि लिएर यस्तो अनि यसरी वरिपरि चाहिँ यसरी एकछिन थकाइ मार्दै गफ गर्दै आफ्नो मेलोमा सबैजना निरन्तर अगाडि बढिरहेको अवस्था छ। यहाँ पारिपट्टि यहाँ तल रोप्नु हुँदैछ। अन्त यो तल्लो पाखादेखि चाहिँ हामी फाँडेर त्यहाँदेखि तलदेखि चाहिँ फाँड्दै निस्केको हो। यहाँ पारिपट्टि पनि हुनुहुन्छ। यो खोल्साभरि यो पाखाभरि चाहिँ यसरी सेपेट यो पाखाभरि चाहिँ यसरी फाँड्ने क्रम चाहिँ अगाडि बढेको छ। यहाँदेखि लिएको चाहिँ माथि रोडसम्म भन्दैछ फाँडफुट चाहिँ। ल त किरणले पनि दिनु थाल्यो अहिले चाहिँ। ज्याकेट गरम भएको छैन? पुरै रातो भइसक्यो भने यति साह्रो पोल्दो रहेछ। मुखरुङ ब्लकको हाम्रो जेनरल सेक्रेटरी हाम्रो एडी सरले पनि दिनुहुँदैछ। तर यो चाहिँ बेसी छुनु हुँदैन रहेछ बुबु। नाक साग सब पोल्दो रहेछ। रहेछ कहिले जीवन कता कहिले जीवन यहाँसम्म आएको छ। आज चाहिँ हाम्रो काकी पनि हुनुहुन्छ। हाम्रो मुखरुङ शाखाको चाहिँ यो लाइनमा छप्पै बसिएको छ। नारायण भएको भएन। जय प्रेम। यस कतिको मजा आउँदैछ हौ पुरम सर? घन्टा बादमा 4 घन्टाको माथि यहाँसम्म आइसकेको छु। धेरैवटा यस्तो पाखा चाहिँ फाँडेर आयौँ
अब 4 घन्टाको बादमा चाहिँ यहाँ पारि चाय आयो। यो चिसो मौसममा तातो चियाको आनन्द लिँदैछ अहिले चाहिँ सबैजना। म त भन्दै नसकेको। अब एपी पिउने हो, हेप्पी हुने हो साथी हो। सबैजना चाय पानीको आनन्द लिनुहुँदैछ। फ्रुटी खाएर चाहिँ अब दिल नटुटाउनु होला, हामी एपी खाएर हेप्पी हुने हो। एपी दिनु सबलाई, किनभने एपी खाएपछि हेप्पी हुन्छ सबैजना हो। चिया दामी हाम्रो चिया बनाउनु हुने चेलीहरू चाहिँ उहाँहरू हुनुहुन्छ, खतरा हुनुहुन्छ। तपाईँलाई धेरै धेरै धन्यवाद। यस्तो चिसो मौसममा तातो उम्लेको चिया ल्याइदिनु भयो। बेसी मान्छे भएर चाहिँ अहिले चियाहरू पिइसकेको छैन, लाइनमा छ चियाको यो आनन्द लिँदै। झार फाँडेको आनन्द लिइसक्यौँ आधी दिनसम्म भने चाहिँ अहिले चियाको आनन्दमा छौँ हामी चाहिँ। चिया र एपी पियो। फ्रुटी पिउने जति चाहिँ अब फुर्तिलो भएर छिटो फाँड्नु लाग्नुहोस्। हामी चाहिँ एपी खायो, अब हेप्पी भएर बस्ने हो। अहिले चाहिँ साथीहरू यहाँ चाहिँ हामीले 3वटा यो खालको पाखा चाहिँ फाँडिसकेको छ। र यसरी वारिपट्टि अझै अर्को ठाउँमा यसरी पसिसकेको छ हाम्रो यो चाहिँ गेजिङ डिस्ट्रिक्टको हाम्रो यात्रीहरू। यो ग्रुपले चाहिँ तलदेखि फाडेर आउनु भएको। हाम्रो मिलन सरले पनि यहाँ मजाले दिनुहुँदैछ। उहाँहरू चाहिँ यताकै बासिन्दाहरू हो, उहाँहरूलाई चाहिँ गरम हुँदैन। हामी लेखालीलाई चाहिँ यो उनीहरूले पनि हेप्छ, यहाँको हरेक कुराले हेपेर नाक पोलेर। यो चाहिँ हाम्रो फाँड्ने अन्त बिरुवा रोप्ने कार्यक्रम चाहिँ सकिसकेको छौँ। सबैजना यहाँ भेला भइसकेको। गेजिङ जिल्ला अन्तर्गत गौचरण भन्छ, जहाँ लग्न स्मृति बन्छ। हामीले विगत वर्षदेखि नै गुरुहरूको बाहुलीबाट वृक्षारोपण भएपछि अहिले हामीले कन्टिन्युसली यसलाई स्याहार्ने, गोडमेल गर्ने, थप वृक्षारोपण गर्ने काम गरिरहेका छौँ। र अन्य औपचारिक कार्यक्रमलाई सुरु गर्नुभन्दा पहिला हामी सबैले आर्थिक कारण त्यसैलाई मिसलाई धन्यवाद दिँदै हामी सबैलाई जानकारी अवगत छ। आजको दिन जुन विश्व पर्यावरण दिवसको दिन केवल लाङगाङको यो गौचरण लग्न स्मृति वनमा मात्र नभएर वेस्टमा जिल्ला स्तरीय 2 जग्गा हुँदैछ। यहाँ सोफाखादेखि मुक्रुङ गाउँदेखि लिएर साक्यौँसम्म हामी धेरैवटा ब्लक यहाँ जोडेको छौँ भने नाम्बुदेखि उता सबै लभिजन स्मृति वन यक्सुममा गइराख्नु भएको छ भने जानकारीको लागि म अर्को जग्गा पनि यहाँलाई बताउन चाहन्छु। साउथको पनि 2वटा जग्गाहरूमा यसरी वृक्ष सुन्नेछु भन्दै म रञ्जित सरलाई अनुरोध गर्न चाहन्छु। उपयुक्त ठाउँमा हाम्रो आजको सकिएको गुरुको त्यसैलाई मिश्र समितिगणलाई वृक्षरोपणको लागि त्यहाँसम्म लगिदिनु होला। सम्पूर्ण सिक्किमको सबै प्रेमवादी यात्रीहरू यसरी आज सबै पर्यावरणको संरक्षण साथै बिरुवा रोप्ने कार्यमा आज हामी संलग्न छौँ। र आज यो घडीमा विशेष गरी लाङगाङ गेजिङ डिस्ट्रिक्टको यो लाङगाङको लभिजम स्मृति वनमा यस कार्यक्रममा उपस्थित हाम्रो सेक्रेटरी टु मास्टर यसलाई लिम्बुज्यू जस्तो मलाई लाग्छ। किनभने पहिलो सिक्किममा पर्यावरण इन्भाइरोमेन्टल रिभोल्युसन ल्याउने नै हामी लभिजम, हामी प्रेमवादी यात्रीहरू हो जस्तो मलाई लाग्छ। किनभने अहिलेसम्म सिक्किममा मैले रेकर्ड सुनेको छुइनँ कि 1 लाखभन्दा ज्यादा वृक्षरोपण यति समयमा भएको भनेर। तर त्यो हामी प्रेमवादीले गरेर देखाएको छौँ। गुरु हजुरको प्रेमवादको ह्याप्पी इन्भाइरोमेन्ट डे, ह्याप्पी इन्भाइरोमेन्ट डे, ह्याप्पी इन्भाइरोमेन्ट डे। र आजको चाहिँ दिनभरिको कार्यक्रम सकेर चाहिँ अब फेरि 32 र 5 जोड्नुपर्ने अवस्थामा छ। र यो 32 र 5 जोड्नुको लागि चाहिँ सबैजना यसरी लाइनमा बसिराख्नु भएको छ। दामी खानेकुराहरू पाकेको छ। यो 32 र 5 जोड्नु भनेको चाहिँ के भनेको, खाना खानु भनेको। आजको गरममा यस्तो साह्रो घाममा चाहिँ खाना पकाउनु हुने हाम्रो भानिसहरू हुनुहुन्छ, खतरा कुक हुनुहुन्छ। आज दामी कुरा पकाउनु भएको छ। भानिसलाई धेरै धेरै धन्यवाद। साथीहरू आजको हामी काम सकेर चाहिँ घरतिर फर्किँदैछौँ र निस्किनु पर्ने चाहिँ निकै माथि उकालो खाना खाएर चाहिँ निस्केको पुरा ठेस भयो। र कतिजना चाहिँ कतिजना चाहिँ तल खाना लिनु हुँदैछ। र यहाँ चाहिँ धेरै यहाँ चाहिँ मकै पनि पाक्नु आँटेको रहेछ, केरा फलिरहेको रहेछ, काँक्राहरू फलेर चाहिँ तलको बारीमा चाहिँ मान्छेले नखाएर बिजोक रमाइलो भएर चाहिँ झुन्डिरहेको रहेछ हो। र तपाईँलाई धेरै धेरै धन्यवाद। त्यसरी भेटेरौँ यो गाउँले जीवनसँग अब उकालोमा पसिना चुहाएर चाहिँ निस्किने हो। ल सबैलाई नमस्ते।